सोलाबाङबाट भट्का किराना पसल तथा गल्ला पसलका प्रोप्राइटर पालिदिनु भएको छ। सर्वप्रथम त यहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद सर। डल्लेलाई असाध्यै भन्दा असाध्यै माया गरेर एकदम हाँसो आइटम टक्क किनिदिनु भएको छ है। सरले चाहिँ एउटा निकेट एक्सप्रेसको एकदम सफ्ट जिनमा लगायो भने यसरी पट्याउँदा पनि खल्तीमा हाल्न मिल्ने एकदम गर्मीको औषधि एकदम पातलोमा एउटा चाहिँ जिन्स प्यान्ट हानिदिनु भएको छ। अनि त्यसै गरेर टक्क चाहिँ निकेट एक्सप्रेसकै एकदम बबालभन्दा बबाल प्योर कटनको एउटा टक्क धासुभन्दा धासु सर्ट हानिदिनु भएको छ। यहाँलाई एकदम विशेष धन्यवाद छ। हाम्रो यो सामान कस्तो रहेछ, प्राइस कस्तो लाग्यो टक्क भनिदिनु पऱ्यो हजुर। ल यहाँ आफूलाई खोजेअनुसार मौसम अनुसारको कपडाहरू धेरै खोज्न पर्ने, छान्न पर्ने झन्झटिलो नआएको सट्टै एकैछिनमा मैले खोजे जस्तो चाहे जस्तो सुखद मूल्यमा कपडा पाएँ। अनि क्वालिटीवाला कपडा अनि हजुरहरूलाई पनि चाहिएमा मौसम अनुसारका कपडाहरू चाहिएमा खलङ्गा पुष्पलाल चोक अगाडि आउनु होला, नअल्मलिनु होला, नझुक्किनु होला। आफूलाई सोचे जस्तो भने जस्तो मूल्यमा राम्रो कपडा पाइने रहेछ। म पनि यसो फेसबुक विज्ञापन हेरिराखेको थिएँ बेला बेला। आज खोज्दै आउँदाखेरि ट्याक्कै पुष्पलाल चोक अगाडि भेटाएर भने जस्तो कपडा पाइयो। धेरै छान्न पर्ने झन्झटै भएन अनि जस्तो रोज्यो उस्तै पाइने रहेछ। ल धेरै धन्यवाद। तपाईँलाई किराना गल्ला किराना सम्बन्धी होलसेल सम्बन्धी केही सामान चाहिएमा नवीन खड्काको टक्क चाहिँ सोलाबाङमा रहेको खड्का किराना पसल तथा गल्ला स्टोरलाई सम्झिनु होला भन्दै टक्क बिदा चाहन्छौँ। हस्त धन्यवाद, नमस्कार।